सो हेलो गाइज नमस्ते वेलकम टु माई मिनी ब्लग। आजको दिन पनि काठमाडौँको जाम वेदर अनि राइडसँगै बित्न लागेको छ। हेर्न सक्नुहुन्छ मेरो बाइक साइड लाइट फुटेको रहेछ। बाइकको चाहिँ सानो काम छ भनेर अगाडि गइसकेको छ र म चाहिँ बिस्तारै त्यहीँ पुग्दैछु। फाइनल्ली जाम पनि खुल्यो अनि म आइपुगेँ बाइक भएको ठाउँमा। हेर्न सक्नुहुन्छ गाइज उसले भनेको सानो काम त बाइक नामसारी पो रहेछ। यो बाइकसँग धेरै मेमोरिजहरू छन्, लङ राइड्स, लेट नाइट राइड्स, ऱ्यान्डम स्टप्स, खुसीका मोमेन्ट्स अनि केही डिफिकल्ट डेज पनि। जसले पनि यो बाइक लानुभयो राम्रोसँग केयर गरेर राखिदिनु होला। र सबै पेपर वर्क सकेर हामी फेरि लाग्न थाल्यौँ घरतिर। काठमाडौँको घाम र जामले यस्तो हालत बनायो कि दुई भाइले फेस नै हाइड गरेर माफिया स्टाइलमा राइड गर्न थाल्यो। हाइवे धेरै बिजी भएकोले हामी अल्टरनेटिभ बाटो लाग्यौँ। हेर्न सक्नुहुन्छ माथि प्लेन उडिरहेको छ। दिनभरिको हिट र ट्राफिकले माइन्ड फुल्ली टायर्ड भइसकेको थियो। त्यसैले फर्स्ट स्टप हाम्रो जुस पसल थियो। थोरै फ्रेस भएपछि हामी लाग्यो खाजा खान। सेकुवा खाना मन पर्नेहरूका लागि यो ठाउँ चाहिँ नेक्स्ट लेभल नै छ है। खाजा पनि आयो, पेट पनि भरियो अनि मुड पनि फ्रेस भयो। कहिलेकाहीँ राइडको बेस्ट पार्ट डेस्टिनेसन होइन, बिचको जर्नी र मेमोरिज पनि हुँदो रहेछ। अब हामी लाग्यो घरतिर। आजको दिन यस्तै सानो राइड, सानो मेमोरिज र ठुलो एक्सपिरियन्ससँगै बित्यो। थ्याङ्क्स फर वाचिङ गाइज।